एकदमै लकी पर्यौँ हामी चाहिँ ठ्याक्कै यार्सा टिप्ने सिजनमै पुगेछौँ। यार्सा टिप्ने भन्दा पनि टिपेर झरिरहनु भएको थियो सबैजना। सो हामीले चाहिँ आफ्नो पर्सनल युजको लागि अलिकति किन्यौँ अनि फर्किँदाखेरि बाटोमा सबैसँग गफ गर्दै आएको थियौँ हामी। उहाँहरूले आफ्नो स्टोरी सुनाउँदै हुनुहुन्थ्यो कति गाह्रो हुन्छ त्यहाँ टिप्न जान भनेर। फोक्सुन्डो तालबाट अझै 2 दिन हिँडेर माथि जान पर्छ भन्दै हुनुहुन्थ्यो। अब 2 दिन भनेको उहाँहरूको स्पिडको लागि, हाम्रो स्पिडमा त 4 दिन लाग्छ। यो सानो नानी पनि 3 महिनाको रहेछ, उसलाई पनि लिएर गएको रहेछ। अनि यो यार्सा किराको बारेमा पनि धेरै कुरा सिकेँ मैले। यसको प्राइस कसरी तोकिन्छ भनेर, सानो ठुलोले फरक पार्दो रहेछ अनि कलरले पनि फरक पार्दो रहेछ। तर यता रेचीमा हामी एउटा होटलमा बसेको थियौँ, त्यहाँको दाइले चाहिँ हामीलाई के भन्दै हुनुहुन्थ्यो भने सानो खाए पनि ठुलो खाए पनि यसको इफेक्टिभनेस चाहिँ त्यही नै हो, किनभने यिनीहरू बन्ने प्रोसेस त त्यही हो नि त। अनि यो टिप्न जान पनि ट्याक्स तिर्नु पर्ने रहेछ भनेर पनि थाहा पाएँ। जुम्लादेखि हिँड्दै आउनु भएको पनि रहेछ यो टिप्नलाई भनेर। यति चिसो हुन्छ त्यहाँ माथि भन्दै हुनुहुन्थ्यो। दाइ चाहिँ आज भर्खरै माथिबाट झर्नु भएको, एकदमै ढाड दुखेर चिसोले भन्दै हुनुहुन्थ्यो। सो यो सबै सुनेर त मलाई हाम्रो लाइफ त कति इजी रहेछ जस्तो लाग्यो कि। यो दिन चाहिँ हामी नसुतिकन यसको बारेमा कहानीहरू सुन्दै थियौँ। दाइ चाहिँ यहाँ कसरी टिप्न जाँदा लड्नु भएको थियो भनेर सुनाउँदै हुनुहुन्थ्यो। यो चाहिँ अलि त्यति राम्रो मान्दिनँ यो चाहिँ। अनि यस्तो गोल्डेनहरूमा चाहिँ यस्तै दामी हो एउटा चाहिँ थियो यस्तो। अनि यो राम्रो त राम्रो छ नि, ठुलो छ नि, तर यो ब्ल्याक भयो त्यति राम्रो मान्दिनँ।